हेलो गाइस, म चाहिँ धुलाबारी आएको छु नि त। अस्ति घरबाट चाहिँ अस्ति नै आएको। अनि आज चाहिँ धुलाबारी आएको थियौँ। अनि आमाहरूकोमा आमा चाहिँ घरमै हुनुहुन्छ, बहिनी र म मात्रै छौँ। अनि आज चाहिँ बहिनीहरूको स्कुलमा पिङ थापेको थियो नि त। अनि हामी चाहिँ पिङ खेल्नु गएको थियौँ। र सो बहिनीहरूको स्कुलको स्टुडेन्टहरू चाहिँ सबैजना त्यहाँ पिङ धेर खेलेर पिङै सिउरी दिनुभएको रहेछ। अनि जानु मात्रै पऱ्यो। तर चटपटी खायौँ गऱ्यौँ। अनि हामी फर्किँदैछौँ। अहिले रात परिसकेको छ हो गाइस। अनि यहाँ चाहिँ एकदम डरलाग्दो यस्तो छ, तर घरहरू पनि छ। अनि अब चाहिँ हामी घर पुग्नु लागेको। सो धानबारी छ यता चाहिँ अहिले चाहिँ। अनि अब हामी चाहिँ एकछिनमा घर जान्छौँ। हामी चाहिँ बहिनी र म छौँ, मेरो बहिनी भनेर धानबारी छ। अनि त्यस्तै हो गाइस, पिङ चाहिँ खेल्नु पाइएन पिङ। अब हामी चाहिँ अब यहाँ अलिक आइसकेको छैन। हेर्नु होला, धानबारी दामी धानबारी छ। रात परे पनि भिड यस्तो छ होइन। धानबारी चाहिँ अब राम्रो त आउँदैन होला सायद, रात परिसकेको छ नि त। सो हामी चाहिँ अब जाँदैछौँ घर। त्यो डरलाग्दो ठाउँ गएर एकछिन घुमौँ भनेको छु। यसो हामी चाहिँ अब घर जाने। अनि यहाँ चाहिँ दामी धानबारीहरू छ होइन। यस्तो अब हामी चाहिँ घर जाँदैछौँ। घर गएर चाहिँ अरू मिनी भ्लगहरू देखाउँछु म। एकदम गर्मी भइरहेको छ। हामी चाहिँ घर आइसकेको छौँ। अब खाना खाने अब हामी खाना खाँदैनौँ। खाना नखाने अब हामी चाहिँ सुत्ने भन्दै बाई बाई।